के भन्दिनँ छोड्दै कस्तो दामी छ हेर्नु 500 को टिकट काटिएको छ हजुर सम्पूर्ण सबैजनालाई सेवारो नमस्कार अनि मेरो ब्लगमा हजुरहरूलाई सबैलाई वेलकम भन्न चाहन्छु हजुरहरूलाई म एकदम दामी भ्यूहरू देखाउँदै लान्छु बाटोमा यो चाहिँ मेरो सेकेन्ड ब्लग हो अनि सबैजनाले साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला कमेन्ट लाइक सेयर अन्त्यमा आएर जसरी भए पनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला अनि आज चाहिँ म कीर्तिपुरको राइडमा छु आज चाहिँ म कीर्तिपुर जाँदैछु हजुरहरूलाई थाहै छ होला कीर्तिपुरमा चाहिँ एकदम भव्य र शानदार मेला लाग्दैछ नि त 1 महिना भइसक्यो अब यो चाहिँ अन्तिम भइसकेको हो अन्तिम चरणमा आइसकेको अनि मेरो आफ्नै काकाहरू चाहिँ उतै हुनुहुन्छ होटल गर्दै अनि दिदी पनि उतै हुनुहुन्छ दिदीहरू अनि आज चाहिँ बोलाउनु भएको थियो काम छ आइज भन्नुभएको थियो कस्तो दामी छ हेर्नु तुम्ही मेरी शाम सवेरे तुम्ही मेरी अधूरी कहानी तुम्ही मेरे दिल की धड़कन त्यो ग्राउन्ड थाहा छ नि हजुरलाई कीर्तिपुरको त्यही बाटो जाँदैछु अब यताको बाटो त त्यही त हो तर आजको दिन चाहिँ एकदम राम्रो छ नि त खुल्ला पानी पनि आएको छैन धुम्म पनि भएको छैन त्यति गर्मी पनि छैन अहिले चाहिँ यो अब चाहिँ बेलुका हुन आँटेर होला सायद त्यो पनि हुन सक्छ कस्तो घाम आएको पेन्च्यातिर छ घोडा देखिरहेको केही छैन त्यही पनि पेट्रोलको भाउ टन्नै छ कुदिरहेछु यहाँ मेरो 500 को टिकट काटिएको छ है यहीँनिर नि यस्तो रिक्वेस्ट गरे हो एकचोटि त अब होइन उहाँहरूले पनि छोडिदिनु पर्छ नि त एकचोटि अब भयो ल यस्तै भयो अब थाहा भएन नियम यहाँको यस्तो रहेछ भनेर म फर्स्ट टाइम आएको भनेर भन्दा पनि नछोडिदिएको क्या हामी यस्तो रिस उठेको थियो नि होइन तर मैले केही भनिनँ छोडिदिएँ हेर्नु न यस्तो लेन काटेर आउँछ क्या मान्छेहरू हेर्नु न अनि एक्सिडेन्ट हुने चान्स एकदम बढी हुन्छ है लेन काटेर आउँदा चाहिँ क्रिकेट खेल्ने मान्छेहरू चाहिँ टन्नै छ ल हेर्नु होला भविष्यको कर्णधार आमा आज त दर्शक पनि दामी रहेछ त कालो खुट्टा देखाएर हिँडिरहेछ है ए हात पनि कालो खुट्टा पनि कालो फेरि फेस हेर्ने भने चाहिँ एकदम गोरो छ है फेस हेर्ने भने चाहिँ एकदम गोरो छ है म त गोरी हो नि गोरी ल यहाँ चाहिँ विश्वकपको चलपल भइसकेको रहेछ है यसरी यस्तो सानो रोडमा यसरी कहाँ काट्नु खोज्यो होला एकदम खुल्ला छ भने काट्ने हो क्या नभए त काट्ने नै होइन हो अब यतिको छ नि उताबाट चेक यो बेला हो क्या काट्ने भनेको भनेर सिकाउनु अरे क्या उल्टै मको मार्छ होला कमेन्टमा आउँछ होला ए जान्ने भयो यो ए यस्तो हेर जान्ने भएको भन्छ तिमीहरूभन्दा त जानिस् है भाइ भनेर के लाग्नु चाहिँ यो माइकमा चाहिँ आवाज अलिक
क्लियरनेस भन्ने चाहिँ छैन रहेछ यो माइकमा अलिक कस्तो भद्र टाइपको आउँछ आफ्नै आवाज जस्तै भए पनि अलिक कस्तो कस्तो क्या देवी मन्दिर ल विष्णुदेवी मन्दिरबाट सुरु हुँदैछ भ्लग भनेर चाहिँ भन्दिनँ मैं पागल हूँ अघि नै भएको है सुरु चाहिँ होइन म चाहिँ खास कीर्तिपुर तरकारी ल्याउनु पनि आयो है त्यतिकै डुलिराखायो नभन्नु नि फेरि तरकारी ल्याउनु पनि आयो म चाहिँ क्या ठ्याक्कै दिदीले 5 बजी आइपुग्छस् त भन्दै हुन्थ्यो लगभग 5 नै बज्नु लागिसक्यो ल फेरि यसमा चाहिँ होइन ल ठ्याक्कै 5 बजे ल ल हेर्नु बल्ल यहाँदेखि मेला हो कि जस्तो लाग्यो त हो यस्तो छ पिल्नु खोज्छ के भएका हुन् अब चाहिँ मेला देख्न थाल्यो हो कि होइन भन्नु त ल मेला यो ल यहाँदेखि देख्नुभयो देख्नुभयो नि देख्नुभयो देख्नुभयो मेला सुरु भयो नि यहाँको देख्नुभयो कि भएन ऊ देख्नुभयो देख्नुभयो ऊ हेर्नु मेला अभी नि डिप्रेशन अरे मुझे चक्कर आने लग गया अब झन् माथि खतरा लागेछ मेला ओइ ल डग ग्याङले पनि यार मार्नु खोज्छ त हौ देख्नुभयो मेला ल आज त राख्ने ठाउँै छैन त्यसो त पार्किङ चाहिँ यता छ होइन यहाँनिर भित्र ए यहीँ राखिदिनु पर्यो चिट भ्लग भइरहेको छ चिट नलानु पर्दैन ए ल भ्लग भइरहेछ के हो भ्लग भन्दैछ ल मेला चाहिँ यहाँ त्यस्तै छ है खै के हो बहिनी खाजा के छ बहिनी अब चाहिँ हामी तपाईँ डुल्ने हिँडेको क्या अघि हजुरलाई मैले बोलाएको त के छ मेरो दिदीहरूको हालखबर त्यही त अघि आउँदा सन्चै हुनुहुन्छ दिदी भनेको हो र यता पनि छ त ल मेला त बच्चाहरू रमाइलो गरेको भइसक्नु रहेछ ओहो के भिड हो यो त आमा चिनि नसकिने भिड ए यस्तोमा हराइन्छ सरी 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 यो त धेरै माथिसम्म छ त फुलहरू बन्द पैसा छैन फेरि पैसों के मामले में मैं पैदाइशी कमीना हूँ हेलो भान्जा के छ ब्लग
हाम्रो ट्रेडिसनल कलाहरू छ यहाँ चाहिँ पुरा मतलब वो अलग ही लेवल का बंदा था। नहीं आप हुनुहुँदो रहेछ कोही दिदी चाहिँ आउनु भएन होइन को आउँछ भन्ने हुन्छ त ए को नानाहरू चाहिँ यहाँनिर किनमेल डिजाइन रहेछ कार्ड यति चाहिँ पैसा छैन न दिइहाल्छु नि भन्दा धनी छ नि यहाँ भाइ ऊ भन्दा तिमी धनी छौ क्या म भन्दा धनी हो र क्या बात कर रहे हैं डिप्रेशन